नमस्ते। आज रसुवामा आएको बाढी पहिरोले हामीलाई नेपालीहरूलाई निशब्द बनाएको छ। जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्थ्यो, त्यहाँको स्थानीय बासिन्दाहरू हुनुहुन्थ्यो। स्थानीय बासिन्दाहरू कतिजना आफ्नो परिवारदेखि टाढिनु भएको छ, कति आफ्नो आफन्तदेखि बस्नु भएको छ। उहाँहरूलाई एकदम सेफ भएर बस्नु होला र अझै पनि बाढीको त्यति नै बहाव छ जति पहिला थियो र अहिले पनि अझै पनि छ। र जति पनि बगाएर जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू जति पनि बगेर जानुभएको छ, जति पनि हिंसामा परेर बित्नु भएको छ, उहाँहरूलाई हार्दिक श्रद्धाञ्जली। अनि हजुरहरूको परिवारसँग यति मिसिङ हुनुहुन्छ, हजुरहरूको परिवारसँग भेट्नु भएको छैन भने चाहिँ हजुरहरूलाई चाहिँ होइन कन्ट्याक्टमा आइदिनु होला। अनि जति पनि अहिले सोसियल मिडियाहरू छ, सोसियल मिडियाहरूमा तपाईँहरूले आफ्नो भिडियो अपलोड गर्न सक्नुहुनेछ।